हेलो वेलकम टु आवर भ्लग। यो चाहिँ हाम्रो फ्राइडेको भ्लग हो। हामी चाहिँ आमाको अचारको टिमसँग चाहिँ पोडकास्ट गर्नको लागि चाहिँ उहाँहरूको फ्याक्ट्रीसम्म पुगेको थियौँ। सो हामी चाहिँ 3 बजी उठ्यौँ है, रेडी भएर चिया खाएर चाहिँ हामी चाहिँ काठमाडौँको लागि निक्ल्यौँ। हामीलाई चाहिँ चाँडै बोलाउनु भएको थियो, तर त्यहाँ कारणवश ढिला भयो कि। सो 6 बजीतिर चाहिँ हामी चितवनबाट छोड्यौँ र यो चाहिँ भीमफेदीमा गएर चाहिँ हामीले चिया नास्ता खायौँ। अनि उहाँले गाडी चार्ज गर्न राख्नुभयो र मलाई कस्तो राम्रो लाग्यो। मलाई अलिक शान्त ठाउँहरू मनपर्छ। सो त्यो पछाडि कस्तो राम्रो भ्यू रहेछ। अनि गएँ अनि भाइले एउटा भिडियो खिच्दैन भनेर भिडियो पनि खिच्यौँ। अनि त्यहाँबाट फेरि हामी ब्याक टु गाडी भएर गाडी गयौँ होइन। सो अब हामीलाई चाहिँ गाडीले लगेर खसी बजारमा छोडिदियो। काठमाडौँमा चाहिँ एकदमै अल्लमल्ल, केही पनि थाहा हुन्न कि हामीलाई होइन के कसो भन्ने कुरा। सो त्यहाँबाट चाहिँ एउटा ट्याक्सी लिएर चाहिँ हामी चाहिँ माता के अरे सतुङ्गल माता तीर्थतिर लाग्यौँ, उहाँहरूको फ्याक्ट्रीतिर। अब रेडी त हुनु पऱ्यो होइन, पोडकास्ट पनि भनिसकेपछि। सो अलिअलि आफूले हल्का जानेको मेकअप सेकअप पनि गरेर रेडी भएँ है। मलाई चाहिँ यो पोडकास्ट गर्न जाँदाखेरि चाहिँ कस्तो अलिकति एकदम खुसी पनि लागिरहेको थियो। अनि मलाई पोडकास्ट गर्ने भन्ने चाहिँ कस्तो छुट्टै इनर्जी अनि आफूलाई कस्तो आनन्द लाग्छ कि। अनि अलिकति नर्भस पनि। अनि आमा भनेको त आमाको त बिजनेस स्टार्ट गरेकै कति भयो। अनि त्यहाँबाट उहाँको मैले पोडकास्टहरू हेरिरहेको हुन्थेँ। सो अलिकति कसरी गर्ने होला जस्तो टाइपको अलिकति डर पनि लागिरहेको थियो। तर सबै हुँदाहुँदै म एकदमै खुसी थिएँ, किनभने म पोडकास्टकै लागि चितवनमा बच्चाहरूलाई छोडेर अनि हामी उहाँ दाइहरूकोमा गएको थियौँ र दाइसँग पोडकास्ट गर्ने कुरा भएको थियो हाम्रो चाहिँ है। मलाई चाहिँ के लाग्यो भने आमाको चाहिँ पोडकास्टहरू कति धेरै आइरहेको हुन्छ, सुनिरहेको हुन्छौँ। सो अब चाहिँ नेक्स्ट जेनेरेसनबाट सुनौँ न, दाइको तर्फबाट के रहेछ, दाइको चाहिँ के रहेछ कुराहरू सुनौँ। मलाई एकदम जान्न मन थियो। अनि दाइलाई मैले टिकटकमै देखेर दाइलाई मेसेज पनि गरेँ, उहाँले रेस्पोन्स पनि गर्नुभयो र फाइनली हाम्रो भेट पनि भयो। अनि गइसकेपछि है उहाँहरू एकदम बिजी र अफकोर्स बिजी है, तर कस्तो खुसी लाग्यो। अनि उहाँको भाउजू पनि कस्तो रमाइलो लाइक कुरा गर्ने टाइपको सबैजनाहरू है। अनि त्यो भइसकेपछि चाहिँ हामीले पोडकास्टहरू भइसकेपछि चाहिँ हामी चाहिँ उहाँहरूको चाहिँ मसला कुट्ने ठाउँ रहेछ अनि अचारको चाहिँ छुट्टै रहेछ। सो उहाँले हामीलाई उहाँहरूको फ्याक्ट्री देखाउनु, अचार फ्याक्ट्रीहरू देखाउनु पनि लानुभयो। अनि त्यहाँबाट त्यसपछि चाहिँ सबै हेरिसकेपछि उहाँले हामीले चाहिँ भिडियो खिच्न नमिल्ने रहेछ। सो हामीले खिच्दा पनि खिचेनौँ र सबै भइसकेपछि चाहिँ अनि एकछिन अफिसमा बस्यौँ। अनि आमालाई कुरेर बस्यौँ, आमा अचार बनाउन बिजी हुनुहुँदो रहेछ। सो कस्तो अब मलाई आफूलाई भने नि अब आफूले गरेको काम आफ्नो इन्ट्रेस्ट भएर होला कस्तो खुसी लाग्छ। मैले जहिले पनि मान्छेहरूलाई मैले जोसुकै पोडकास्ट गर्दाखेरि पनि मैले पोडकास्ट लिएको मान्छेहरूसँग चाहिँ म कनेक्सन बनाइराख्न मन लाग्छ होइन। अब यसो म जाँदाखेरि परेको छ भने मलाई भेट्न मन लाग्छ, यसो त्यो ठाउँमा गएको छु भने मेसेज गर्न मन लाग्छ। म त्यस्तो टाइपको छु। अनि उहाँहरू पनि कस्तो फ्रेन्डली, आमा झन् कस्तो फ्रेन्डली, दाइ पनि एकदमै फ्रेन्डली। अनि दाइको दाइ हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ दाइ एकदम ठुलो दाइ र अनि दाइ चाहिँ कान्छो भाइ हुनुहुँदो रहेछ। अनि उहाँहरू हुनुहुँदो रहेछ। अनि भाउजू पनि एकदमै कुरा गर्ने बोल्ने कि कस्तो राम्रो। अनि आमासँग नि मलाई त कस्तो ड्रिम कम ट्रु जस्तो कि आमाको पोडकास्टहरू भिडियोहरू इन्टरभ्यूहरू हेरिरहेको, आमाको अचारको त्यो आमाको बिर्कोबाटै आमासँग चाहिँ एकदम फेमिलियर भए जस्तो फिल हुँदो रहेछ। अनि त्यहाँबाट उहाँलाई देखेर कस्तो एकदमै खुसी लाग्यो है। थ्याङ्क यू आमा, तपाईँले मेरो यो भिडियो हेर्नुभयो भने थ्याङ्क यू सो मच। एकदम हामी सबैलाई इन्सपायर गर्ने मान्छे हजुर। अनि हाम्रो मम्मीलाई पनि एकदमै अचार बनाउन उच्छ अरे। अनि मैले हिजो अस्ति भिडियो गरेर आएपछि चाहिँ मैले मम्मीलाई भनेँ कि मम्मी तपाईँलाई मन लाग्यो गर्नु भने अब बुढो भयो रोग्ला भन्नुहुन्छ है। सो लेट्स सी। अनि त्यहाँबाट हामी चाहिँ यो कामसाम सकाएर चाहिँ दाइले चाहिँ हामीलाई चाहिँ उहाँ गाडी आउने ठाउँसम्म छोडिदिनु भयो है। अनि त्यहाँबाट गयौँ हामी घरतिर। एकदम खुसी, अलिकति नर्भस अनि सबै कुरा मिक्सअप भएको कुराहरूले मलाई एकदम आनन्द दिइरहेको थियो। म सकेसम्म यो हाम्रो पोडकास्ट पनि एकदमै चाँडै ल्याउँछु है। म आफै एक्साइटेड छु। अनि त्यहाँबाट राम्रो नराम्रो भन्ने कुराहरू त तपाईँहरू जसले हेर्नुहुन्छ, जसले हाम्रो पोडकास्ट सुन्नुहुन्छ उहाँहरूको हो है। अब मैले जहिले नै भनिरहेको हुन्छु नि त, मलाई म पनि भर्खर मेरो यो 9 एपिसोड हो। अनि गर्दैछु, सिक्दैछु। मैले कहिले काहीँ ट्रेनिङहरू लिएको त्यस्तो केही पनि छैन, म आफूलाई मन लाएर गरेको हो नि त। सो तपाईँले हेर्नुहुन्छ, यदि मनपर्छ भन्ने हेरेर चाहिँ मलाई यो कुरा यस्तो गर न, यस्तो गर्दा राम्रो हुन्छ भन्ने मैले त्यो पाएँ भने चाहिँ मलाई खुसी लाग्छ है। सो त्यो अब मैले माग्ने कुरा हो, सोध्ने कुरा हो है। अनि हामी चाहिँ फेरि त्यहाँ गएर है कता पुगेछौँ हामी। अब फेरि त्यहाँ दोहोरो यता गरेर फेरि त्यहाँबाट ट्याक्सी चढेर अनि हामी त्यो हाम्रो गाडी भए ठाउँसम्म पुग्यौँ। अब त्यहाँ पुगेपछि त एकदम भोक पनि लाग्यो होइन। अनि अब लन्च खायौँ। यो होटल चाहिँ कस्तो राम्रो कि, कस्तो सफा देख्दाखेरि नै खै जो पनि पाएँ त्यही होटलहरूमा चाहिँ खानै डर लाग्ने, घिन लाग्ने हुँदो रहेछ। यो चाहिँ एकदम सफा थियो कि होटल। अनि एकदम खुसी भएर खायौँ र हामी गाडी चढेर चाहिँ घरतिर आयौँ। हामी चाहिँ गाडी बिहान 6 बजे निक्ल्यो पनि हामी चाहिँ बाहिरको बाटो गएको थियौँ, त्यस कारणले नि होला हामी 9:45 चाहिँ काठमाडौँ पुगिसकेको थियौँ। र फर्किँदाखेरि पनि हामी कति 2:30 त्यस्तैमा फर्केको थियौँ होला।
अनि बाटोमा हेर्दै हेर्दै अब कस्तो जाडो यो चाहिँ बतासे भन्ने ठाउँ हो, यति चिसो मलाई फेरि अलिकति चिसो हुने बित्तिकै कर्कर खाइहाल्छ। अनि त्यहाँ हामी सपिङ गरेर घर आयौँ होइन। बच्चाहरू कुरिरहेका, मम्मी बुवा ज्वाइँ सबैजना आएर है। थ्याङ्क यू सबैजना।